शान्ति सुरक्षा कायम छैन। 1200 भन्दा बढी पुलिसका हतियारहरू कब्जा गरिएका छन्। ती कहाँ छन्? अहिलेसम्म हतियारको अत्तो छैन। पुलिसका युनिफर्म खोसेर लगिएको छ। यस्तो अवस्थामा चुनावको नौटङ्की गर्ने अनि पुलिसका वर्दी फुकालेर नाङ्गै बनाएर कुटी मारिएको छ। आज पुलिसको मनोबल गिरेको छ। शान्ति सुरक्षा कायम छैन। त्यसैले गाउँ गाउँमा एमाले टोल टोलमा हामीले आफैले सुरक्षा दस्ता तयार गर्ने र त्यो सुरक्षा दस्ताको माध्यमबाट हामी हाम्रो सुरक्षा आफै गर्ने, गाउँको सुरक्षा आफै गर्ने र पुलिसको मनोबल पनि खस्केको मनोबललाई पनि उकास्नका निम्ति हामी त्यो योजनामा छौँ। एमाले त्यो योजनामा छ। त्यसो हुनाले चाहिँ एमालेका साथीहरू कोही पनि कसैको पनि नसामा पानी बगेको छैन, रगत बगेको छ। हाम्रा अगाडि हेर्दा हेर्दै देश चलेको त्यो परिदृश्यमा हामी हाँस्न सक्दैनौँ। हामी देशको कडा प्रतिवाद गर्नेछौँ र ती अपराधीहरूलाई कानुनी कारवाहीमा ल्याउनका निम्ति हामी तत्परताका साथ अगाडि बढ्नेछौँ। त्यसैले यति बेला तुरुन्तै पुलिसका खोसिएका वर्दी फिर्ता गरियोस्, हतियार फिर्ता गरियोस् र जेलबाट भगाइएका कैदीहरूलाई जेलमा थुनियोस्। त्यसपछि शान्ति सुरक्षाको प्रत्याभूतिका साथ चुनावी मैदानमा हामीले अगाडि जान दिइयोस्। हाम्रो अध्यक्षमाथि स्थान हदबन्दी लगाइएको छ।